मलाई घर आउनु छ, हेल्प गरिदिनु सतीश। नेपाल आउनु छ, 5-7 दिनदेखि भुकै छ। उहाँ साथीको नाम चाहिँ राजा बाबु तिवारी रहेछ होइन। उहाँ चाहिँ रौतहटको हुनुहुँदो रहेछ होइन। उहाँ चाहिँ अहिले दुबईमा अलपत्र भएर बस्नु भएको रहेछ। दुबईमा जति पनि नेपालीहरू हुनुहुन्छ होइन, सबै नेपाली दाजुभाइहरूले दिदीबहिनीहरूले सबैजनाले चाहिँ उहाँलाई हेल्प गर्नु होला। उसले चाहिँ अब दलालले अब फसाइदिएको रहेछ होइन, र आफ्नै गाउँको छिमेकीले। उहाँ साथीलाई फसाउने एजेन्ट चाहिँ यो रहेछ है, यो वेदियानन्द यादव भन्ने रहेछ होइन। अनि ऊ चाहिँ अब यहाँ आइसके पछाडि चाहिँ अब बाहिरको काम परेछ होइन। अनि अब 3 महिनाको सेलेरी नदिइसके पछाडि चाहिँ उसले चाहिँ मेरो दुःखको कमाइ लिए भनेर आफ्नो तलब आफ्नो सेलेरी माग्दाखेरि चाहिँ कम्पनीबाट निकालिदिन्छ। कागजपत्र पनि उतै राखेको छ होइन, केही पनि छैन उसँग, पैसा पनि छैन, केही पनि छैन होइन। सबैजनाले हेल्प गर्नु होला एउटा मानवताको नाताले होइन। सबै नेपालीहरू मिलेर चाहिँ दुबईमा जति पनि हुनुहुन्छ सबैजनाले हेल्प गर्नुपर्छ। यसरी एकअर्कालाई यसरी एउटा नेपालीलाई यसरी दुःख पर्दाखेरि चाहिँ सबैजनाले हेल्प गर्नुपर्छ। यो नै हाम्रो मानवता होइन। नेपालीले जस हेल्प गर्न जानेको छ होइन, यही हो। अनि त्यो जुन त्यो अपराधी छ नि, त्यो अपराधीले चाहिँ अब गाउँकै रहेछ, त्यो गाउँको सबै मिलेर होइन त्यसलाई चाहिँ एकदम कडाभन्दा कडा कारबाही गर्नुपर्छ। अनि उहाँ राजुबाबु तिवारीलाई चाहिँ अब नेपालको दूतावाससम्म अब कसरी लैजानु हो के हो अब होइन, दुबईमा हुने सहयोगी मित्रहरूले चाहिँ उसलाई चाहिँ त्यहाँसम्म पुर्याइदिनु होला, उसलाई उद्धार गर्नुपर्छ होइन। ऊ अब घर जान चाहन्छु म भनिरहेको छ, उसँग कागजपत्र केही पनि छैन होइन। सबैजनाले हेल्प गर्नु होला। अहिलेको सरकारले यता पनि ध्यान दिनु पर्यो होइन। यस्ता मान्छेहरूले गर्दाखेरि हामी नेपालीहरूले धेरै दुःख पाएको छौँ होइन। त्यही भएर यसलाई चाहिँ कडाभन्दा कडा यसलाई जन्मकैदै हालिदिनु पर्छ। यसरी मान्छेलाई चाहिँ एउटा किरा फट्याङ्ग्रा सर मानेको छ क्या यहाँनिर होइन। यसरी परदेशमा आएर यस्तो अलपत्र पर्नु परेको छ भने चाहिँ यो हामी सबै एउटा नेपालीको पीडा भनेको सबै नेपालीको पीडा हो। भोलि सबैलाई पर्न सक्छ यस्तो कुराहरू। अहिलेसम्म पर्दै आएको पनि छ, कति मान्छेहरूले दुःख पाएको छ, कतिले ज्यान गुमाउनु परेको छ होइन। यस्तो घटना नहुनको लागि सबैले साथ सपोर्ट दिनुपर्छ होइन, र आवाज उठाउनुपर्छ यो विषयमा चाहिँ। अनि उहाँ साथीलाई चाहिँ सक्दो हेल्प गर्नु होला। अनि उहाँको नम्बर पनि छ है, यहाँ नम्बर पनि उहाँको नम्बर पनि छ, यसमा कन्ट्याक्ट गरेर उसलाई चाहिँ होइन कन्ट्याक्ट गर्न सक्नुहुन्छ हजुरहरूले है।